साथीहरू अरू बेला जे जस्तो भए पनि परेको बेला चाहिँ एकअर्कालाई हेल्प गरागर गरौँ है भन्ने मलाई चाहिँ लाग्छ कि अब संसार स्वार्थी हो होइन, खानै पर्यो, कमाउनै पर्यो, ल्याउनै पर्यो, जहिले तहिले म्याउ म्याउ गरिराख्नु चाहिँ भ्याइँदैन होइन। आफन्तहरूले पनि म्याउ म्याउ नगरेकोमा यसले त कहिले बोलाउँदैन भनेर मन नदुखाउनु। तर तपाईँलाई परेको बेला त्यो आफन्त मान्छे आयो भने चाहिँ त्यो चाहिँ रियल आफन्त मान्छे हो कि, रियल हेल्प गर्नु खोज्ने मान्छे हो कि। जतिखेर पनि के छ कस्तो छ भनेर फोन गरी नमाग्नु होइन, जतिखेर पनि ए हजुर नमस्कार भनी नमाग्नु कि होइन। म चाहिँ त्यस्तो खालको मान्छे। तर परेको बेला चाहिँ होइन तपाईँ त्यहाँ हुनु पर्यो के। मलाई पर्यो भने तपाईँ म कहाँ हुनु पर्यो, तपाईँलाई पर्यो भने तपाईँ कहाँ म हुनु पर्यो के। यस्तो परेको बेला चाहिँ त्यस्तो गरियो भनेदेखि चाहिँ त्यो चाहिँ रियल परेको मान्छेलाई गरेको भनिन्छ के। अब कुनै अब जस्तै पार्टी सार्टीमा जम्का भेट भयो, ए फलाना डिस्कान आमै यत्रो वर्षमा भेट्यो नि भनिन्छ सबैले होइन। त्यो त भनिन्छ पनि, अब धेरैमै भेटेको भइन्छ भनिन्छ होइन। तर पार्टीमा भेट्दा मात्रै बोल्ने, बाहिर भेट्दा नबोल्ने भनेर पनि नभन्नु कि। किनभने अब संसार स्वार्थी हो, काममा जानु पर्यो, खानु पर्यो, ल्याउनु पर्यो होइन। अनि परिवार पाल्नु पर्यो, कहिले बिजी भएको हुन्छ, कहिले देखेको हुँदैन होइन। कहिले के भइरहेको हुन्छ, जहिले तैँले फोनमा कुरा गरिराख्ने कुरा पनि हुँदैन होइन। म्याउ म्याउसँग मतलब भएन कि होइन, व्यवहार कस्तो छसँग मतलब भयो कि। अरू बेला जतासुकै होस् बाल मतलब भएन होइन। भेटेको बेला यसो ल के छ हालखबर कता के भनेर भनिहाल्यो, कहिले काहीँ यसो फोन गऱ्यो भने ठिकै छ, त्यो गरेन भने पनि इट्स ओके। तर तपाईँलाई परेको बेला चाहिँ जो मान्छे चाहिँ तपाईँलाई सहयोग गर्नु आउँछ त्यो मान्छे चाहिँ तपाईँको रियल आफ्नो मान्छे हो कि। र तपाईँलाई मात्रै होइन, फेरि यो परेको बेला पनि वान वेबाट मात्रै हुँदैन, एकपटक दुईपटक तीनपटक वान वेबाट मात्रै भएन नि होइन, टु वेबाटै हुनु पऱ्यो कि। उताबाट आफूलाई परेको बेला आएन भने फेरि त्यो जस्तो वर्ष केही पनि हुँदैन कि। मलाई चाहिँ त्यस्तो लाग्छ कि गाई जहिले तहिले म्याउ 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 फोन गरेर नो निड टु म्याउ म्याउ होइन। तर परेको बेला चाहिँ होइन तपाईँ त्यहाँ हुनु पऱ्यो कि। त्यसलाई चाहिँ म रियल रिलेसन्स भन्छु कि गाइस। तपाईँहरू के भन्नुहुन्छ? ल यहाँ सुत्ने बेला झट्टै दिमागमा आइहाल्यो, भोलि पनि हालेँ है। आई होप यहाँहरू आराम कुशलै हुनुहुन्छ होला। शुभरात्रि, गुड नाइट टु यु अल।